हाम्रो ठाउँको ट्रक आयो। पाल लगाएको चाहिँ होटेल हो है। यहाँनिर चाहिँ यस्तो बनाएको छ हैन, जस्तो बाटो चाहिँ यस्तो छ, यस्तो बाटोमा हिँडिरहेको छु। हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ तपाईहरूलाई आजको मेरो डे 2 मिनी ब्लगमा। र आज चाहिँ म हाम्रो गाउँको सबैभन्दा नजिकको बजार है, सानो बजारमा जान लागेको र त्यहाँ गाउँपालिका पनि हो। मेरो जानुपर्ने काम भएर त्यहाँ जान लागेको र सबैजनाले हेरेर माया गरिदिनु। मलाई राम्ररी बोल्न त आउँदैन, त्यही पनि म कोसिस गर्दैछौँ के हुन्छ है। मौसम चाहिँ एकदम खराब भइरहेको छ, अरपर कुहिरोले ढाकेको छ। म चाहिँ बिचमा एक्लै हिँडिरहेको छु। मलाई डर पनि लागिरहेछ, रमाइलो पनि लागिरहेछ। र यो बाटो चाहिँ एकदमै खराब छ। पहिला पनि यो बाटोबाट एउटा मान्छेको ज्यान गएको थियो। अहिले चाहिँ अलिकति सेफ्टीको लागि चाहिँ यस्तो बनाएको छ, त्यही पनि त्यस्तो चाहिँ सेफ भएको छैन अझै। बाटोमा पानी परेर बिजोग र मैले छाता ल्याउन पनि बिर्सेछु। मैले सल चाहिँ लाइम, तर पनि मलाई एकदमै चिसो भइरहेको छ अनि डर पनि लागिरहेको छ। तर पनि केही छैन, डर लागे नि चिसो भए पनि म फोनसँग बोल्दै हिँड्छु भनेर म चाहिँ एक्लै बोल्दै टुई हिँडिरहेको छु। अनि यो मन्दिर जस्तो भएको चाहिँ हामी बितेको मान्छेको सम्झनामा बनाउँछौँ र हामी चाहिँ छोड्दैन भन्छौँ। तपाईँहरूले चाहिँ के भन्छ थाहा छैन। यसको टाउको चाहिँ गएछ। यहाँनिर चाहिँ एउटा नयाँ पुल बनाउन लागेको छ, किनकि उता एउटा स्कुल छ। त्यो स्कुलमा बच्चाबच्चीहरू जानको लागि सजिलो होस् अनि नजिक होस् भनेर यो पुल बनाउन लागेको। र म चाहिँ अर्को पुरानो पुलमा पुगिसक्यौँ। साथी न सँगै एक्लै रङ्गीचङ्गी भने जस्तै म एक्लै टुई हिँडिरहेको छौँ। र म जानुपर्ने चाहिँ त्यहाँबाट जानुपर्छ। म चाहिँ तपाईँहरू हाम्रो ठाउँ आउँदै हुनुहुन्छ भने हाम्रो चाहिँ बाटोमा यसरी टाँसेको देख्न सक्नुहुन्छ र यसरी हेरेर चाहिँ बाटो पनि दुईटा देख्नु भएको छ। तपाईँहरू आउन सक्नुहुन्छ है। ठ्याक्क बजार र गाउँको बिचमा एउटा होटेल छ। म चाहिँ त्यो होटेलमा पुगिसक्यौँ र यसलाई चाहिँ हामी काङ्नी भन्छौँ। तपाईँहरूले के भन्नुहुन्छ कमेन्ट गर्नु होला। यो कसलाई पढ्न आउँछ पढेर यो ठाउँमा पुगेपछि मैले आफ्नो पनि थोलो खिचौँ न भनेर मैले आफ्नो थोलो पनि खिचेँ। रातो न रातो, अनुहार न दनुहार छ। मेरो अनुहार चाहिँ कति पनि राम्रो छैन, खै के भएको हो। अनि ऊ त्यहाँ माथि पाल लगाएको छ नि, त्यो चाहिँ होटेल हो। अहिले चाहिँ मान्छे छैन। अस्ति चाहिँ हामीले यहाँ नास्ता खाएको। यो होटेलको ठ्याक्क पारि चाहिँ यो गुम्बा छ। मैले चाहिँ वारीबाट भिडियो बनाएँ। हाम्रो ठाउँको गाडी चाहिँ यो हो, किनकि हामी सामान सबै यसमै ल्याउँछौँ र अहिले पनि सामान लिइरहेको छ। तपाईँहरूले देखिराख्नु भएको छ। म चाहिँ पुगिसकेको लगभग उता पारिको स्कुलहरूको भिडियो लिएँ र म चाहिँ यहाँबाट हिँडिरहेको छु। फाइनली म चाहिँ पुगिसकेँ। बजार चाहिँ यही हो है। मैले चाहिँ त्यहाँ नजिकबाट चाहिँ भिडियो बनाएन, किनकि मलाई लाज लागेको थियो। धेरै मान्छे थियो नि त, माथिबाट मात्रै बनाएँ। घर पनि पुगिसक्यौँ। घरमा चाहिँ कोही हुनुहुन्थेन, बाहिर गएको। मम्मी चाहिँ हुन त बाहिरै रहेछ, तर उहाँले चाहिँ क्यामेरामा आउन मान्नु भएन। मैले उहाँको भिडियो लिएको थिएँ, तर मैले हालेको थिएन। र आजको लागि यति नै गरौँ। यदिसम्म हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाबा।